डोरी कहाँबाट डोरी हैन हाम्रो यो अर्को साथी यता हेर्न सक्नुहुन्छ गाइस हैन मिसर मैले त चिनिरहेको छ यो त पैसा रहेको हामी केटीहरु यो केटीहरुको के चलेको गाइस यदि घट्टी टिकटक खोल्नु पहिले अब गाइस हामी हिँड्दै जाने हो यताबाट गाइस हामी ओइ आइ भन केटाहरु गाइस हामी जाँदै छौं अब हिँड्दै हामी हिँड्दै जाँदै न ढेकाल यहाँ ढेकाल कुरो छैन है केटाहरु हैन यहाँ चिन्ता किन अब यता गाइस यस्तो हो हाम्रो त आन्दोलन गइले कुद्दै आउँदैछन् पछाडिबाट पिकनिक आइपुग्यौं त्यही पनि यस्तो हुँदैन सबै मोबाइलमा लिएर आएको रहेछन् ओ अरेज के छ भगवान आइज आइज केटाहरु आइपुग्यो हाम्रो साथी यो भिडियो पनि भिडियो बनाउँदै रहेछ गाइस पिकनिक आइपुग्यौं त्यही पनि अझै भन्दैछन् मुलाहरु के हो यस्तो ओए केटाहरु आँखै भिज्न खोजिरहेछ माछा मारेको अरे गाइस आँखै भिजिरहेछ के चिल्लो लागेको अरे मोबाइलमा अबराजहरू खोयो त्यसले अघि टाटा खोल्यो है
रक्सी भुजा खाँदैन के अलिकति अनि एउटा पानी आवेशको बर त छ रे केटाहरु हाई भन केटा हाई शादी गर गीत गाली शादी गर गाइज मिङसाङ चाहिँ माछा पक्रिँदैछ भेटिस माछा तर अहिलेको त बोतलको माछा चाहिँ खोइ देखाउन त 4वटा 5वटा पक्रेको थिइस् त्यो देखिरहेको छ गाइज अब अनि पक्रेर जाउँ ल गाइज अगाडि चाहिँ के छ सबै माछा पक्रिँदैछ यता यो पनि यसलाई चाहिँ 4 5 6 7 कतिवटा पक्रिन्छ घरमा योसँग 100वटा माछा साँच्ची भनेको अरू के गर्नु गाई चाहिँ मामाको गाडी तर तेरो त बोतलको माछा चाहिँ देखाइदिउँ दिप्जाले यता के गो गाइस म खेल्ने भनेको यहाँ चिप्लेर खुट्टै मड्के जस्तै छ सबै भुपु सुपु उता भलिबल खेल्दैछन् हाम्रो केटाहरू अहिले हामी दुखिरहेको यार खुट्टा पनि ओ बल यता ले त दिप्जाले ओ दिप्जाले अर्को बल आयो गयो बल पनि गाइस यता के अरे गेमको नाम डिएलएस ओ त्यही खेल्दैछ हेर्नु अरे मोदताज को आइपुग्यो घरको ए दिप्जु मोदको छोकी टक्से भएको छ रे ओए कहाँ भ्यायो बल चाहिँ त्यही त लक्ष्मी त हामीलाई बोलाउनु खोजिरहेको हामी त भागिरहेको मिलाइरहेको माछा हामी सबले मात्रै खेल्ने भनेको हामी बुढा खेल्छौँ के तपाईँ बस्नु बिर्से त हान्न परल लु के बोल्छौ देश छोड भन्दै के गर्छ हौ पिकनिक पनि आइपुग्यो गाइस पिकनिक पनि आइपुग्यो अब तिमीलाई आइफोन चाहिएको हो कि आम्बो ओए उमागालाई हेर न ओए उमागा यता हेर त केटाहरु फोटो खिच्दैछौँ हामी एकछिन अरे बोल्ने त यता जा टिन्टे मलाई खिचिरहेको छ नि रे ए केटाहरु यो अनिस ओए केटाहरु आइ बन ल ओए मार तेरो बाहुबली मलाई अच्छा जो ल तेरो कपालमा लगाइ अमरेन्द्र बाहुबली रे कलु है हाम्रो ओए तीन जना मात्रै छ त आइ भन केटा दिउ न ओए केटाहरु छिन्दै गएको खुट्टा गलिसक्यो हाम्रो खुट्टा गलिसक्यो गाइस त्यही पनि छिटो हेर्दैछु के मोटायो कि गाला मासु गएर
गाइस हामी गएको अवस्था भनेर देखाएको हो तिमीले हामी सारै गलेको छौँ खाएर यो सब त झनै धेरै गल्नु भएको छ हिँड्दा यो हाम्रो जुत्ता यस्तो भइसक्यो हो छप्री सबै यता बसिरहेछौँ हामी ब्लगमा हाल्छस् त भाइ नगर ब्लग नगर गाइस हामी त हाइकमा हिँडेको जस्तै भयो मेरै हो ल 12 मोटे पातले हुन सक्दैन एक दिन के पर्स होइन ल भाइ के हो विराटनगरको भाइमा किनेको सस्तो आउँछ गाइस जङ्गलमा बसिरहेछौँ हामी विराटनगर बाटो चाहिँ यस्तो हुन्छ हाम्रो अनि हामी यसरी यति नै हो हामी अहिले धेरै थियो नि त अनि उतै छ नि त उतै पानी खाँदो रहेछ नि अरू केटाहरू हामी यहाँ हिँडिरहेछौँ आम्मामा खुट्टाको हालत केही खुट्टा मुला काटिसक्यो अरू उही भरेको होइन खुट्टा रातो हुन्छ पछ्याउन गर होइन अँ जुत्ता खोला होइन अनि हेर तिम्रो जुत्ता यस्तो कस्तो पकाएको हुन्छ क्या भन के भन्ने भन् गाइडहरू अब हाम्रो त अरू लास्ट पिकनिक हो अर्को पालिदिने टुर हो माथि नै छ अब यता गाइस अब हामी भुल्के हिँड्दै जाने होला हिँड्दै गयो भने भ्लग बनाउँछौँ खोइ पछाडिको मान्छेहरू कता हराएन हौ अर्को मान्छेहरू के हो के गाइस गोबर ग्यास यता पानी ट्याङ्की हो ए पानी ट्याङ्की कता जाने हो यता गाइस अब बस्नु पर्यो हामी पिकनिकबाट फर्किरहेछौँ बेलामा फर्किने क्रममा हालत बिग्रेको छ छोटो सोचिरा गलेको छ नम्रत अब उयो आरा हरे यसो उसरा मङ्कीहरुको मुख मङ्की नै देखाउँछ त बाबर जस्तो त होइन तिम्रो ढेर जस्तो छ यार अनि मङ्कीहरु भन्छ तँलाई पनि भइन्छ अनि मैले तिमीलाई भनेको होइन भाइ ए हाम्रो खुट्टा दुखेर म तँलाई भन्दैछु जानु हुन्छ ल बाटो देखाउन कस्तो बाटो ए बाटो गाइसियो के यात्रा साह्रै राम्रो भयो भनेर हैन ओ अभियान चाहिँ पुरा हाइकिङ गरेको जस्तै हिँड्दैछ गाइस कहाँ के त अहिले के गर्छ बसिरहने बेला कहाँ घरमा कसको राम्रो ए अँ गाइस हिँड्दै अब के हुँदैन हिँड्दै अब साठी गइसक्यो आइपुगिसकेँ यतै छु ल बाई गाइस ब्लग कस्तो लाग्यो कमेन्टमा ल बाई गाइस